देवा भनेपछि 99 साल जेठ हो 10 गते आइतबारको। ए अनि यता 99 सालदेखि यता हजुर तपाईलाई यसो याद भएको पुराना कुराहरू केही छ भने भन्नु नि। म नानी त्यहाँदेखि यता 7 सालको सबै जान्दछु त्यो कारणति। हजुर 7 सालको केरलु 7 साल मच्यो बन्यो। हजुर डङ डङ र डुङ डुङ गर्न थाल्यो हो। हजुर लिम्बहरू उठ्न थाले उफ्रेन थाले यता गर्न थाले। जब एउटा महाजन भन्थ्यो है विद्यापति पौडेल थिए। हजुर ल आज त्यसो घर फर्छ अरे भनेर यत्तिकै आयो ताँत आयो। हजुर ताँत आयो लिम्बू ताँत आयो आउँदाखेरि पारीबाट एउटा हस्तराज भन्ने राई थियो है नानी। हजुर ठ्याङ ठ्याङ बन्दुक पड्काएको थियो हो। बन्दुक पड्कायो पारीबाट पड्काएर चाहिँ ओरा कोलाले ट्याङ ट्याङ 2-3वटा लड्यो। त्यहाँबाट भाग्गारे भाग्गारे भाग्यो। हजुर भाग्गारे भाग्गा हुन थाल्यो 7 साल कुरो। त्यहाँबाट त न्याउराले खेद्न थाले त्यो सबै खेद्न थाले। त्यहाँबाट त्यही कारण त्यो भए केही बिमार त भएन हो। कसै मरेन पनि केही पनि भएन। त्यहाँबाट 7 सालको कारण त्यो भयो। त्यस पछाडि अन्त त्यहाँबाट चाहिँ समय यतिन्जेल त केही भएको छैन हो। यो दुई घर पहिला थियो भन्नु भने यहाँ ए अनि कसरी सुरु गर्यो यहाँ त पहिला यहाँ 2 घर थियौँ हामी हो। हजुर एउटा सम्लिङ्गे एउटा याक्कोले भन्थ्यो कहाँदेखि आएको पहिला भन्दाखेरि पहिले बोरङ हो कि कहाँ थियो अरे नानी। बोरङ भने तिमीहरू जान्दैनौ न ल नामथल हो। हजुर उहाँबाट आएर चाहिँ चाम्लिङ्गे आएको थियो र हाम्रो अब भनौँ न बाजे च्याप्जु उसले चाहिँ लु साथी छैन राई हो भनेर चाहिँ एउटा याक्कोले भन्ने राईले पनि लियो अरे काठकटो दिएर अलिअलि जग्गा दिएर नि लिएर मात्र 2 घर थिए। मैले जान्दा पनि 2 घर थिएँ। यो भन्ज्याङ छ हो अरू थिएन। एउटा खड्का भन्ने निको तलतिर छ पोखरेल भन्ने तलतिर थियो। यो नन्द कुमार भन्दा पछाडि आएको मात्र 2 घर थियो। त्यहाँबाट सिकारी भन्ज्याङमा सिकारी भन्ज्याङ त्यहाँबाट के भने अब हाम्रो पानी बोक्नु आउँथ्यौँ नानी यहाँ पर। हजुर यहाँ आउँथ्यौँ डाँडामा पानी थिएन अघि। अहिले चाहिँ थुप्रो विकास भएको नि त राम्रो हो नि। पानी आउँदाखेरि लु अब कोहीलाई पानी सक्थ्यो मेलामा जान्थ्यो के जान्थ्यो जाउँ डर लाग्छ भन्ने किन भन्ने डर लाग्छ अन्त अघि बाघले मान्छे खाएको छ बाघले मान्छे खाएको र त्यहाँ तर्साउँछ भन्थे है अघि आमाहरू आएर त्यहाँबाट पानी ओराएर डर लाग्छ राको ठाउँ आउँथ्यौँ नानी अघि पानी फेरि पानीको कस्तो छ अचेल नाला पानी ठुलो विकास हुँदैछ नि। त्यहाँबाट अन्त तपाईँ डेमार अब विशालमा हाम्रो बिहे भएको नि। विशालमा बिहे भएको र आएको चाहिँ अब विशालमा हाम्रो बिहे भएको है नानी। बिहे भएको थियो डेमारले तलबाट पानी बग्थ्यो। अनि पानीको लोभले अब चिसो पानी के अरे यता गाग्रो बग्थ्यो मस्तेरी एउटा नानी भाँडो बग्थे भाँडा टाउकोमा लाउँथे गाग्रो डोकाउमा बग्थे। त्यति गरेर दुःख गरेर नानी त्यो अहिले पर पुरानो घर मेरो डाँडामा देख्दैछौ नि त्यो डाँडामा पानी थिएन। पानीको त्यस्तो महँगो थियो नानी। घर बनाऊ खालि बोकेर पानी घर बाँध्नु 10 जना 11 जना पानी बोक्ने हुन्थ्यो। त्यस्तो दुःख गरेर अघि हाम्रो च्याप्जुहरूले नानी। अहिले त्यो हेरी त धेरै राम्रो छ नानी। अहिले घर पानी छ। घर पानी बाह्र पनि के गर्छ नाला पानी लिएर छ। नाला पानी लिएर चाहिँ भित्र बुहारी त भित्र अब घरभित्र धारो उल्लेको छ त्यसलाई अघि बुढाबुढीले साह्रो दुःख पायो नानी। अनि अब पहिला अहिले चाहिँ फाकपोक थुम होइन। हजुर पहिला चाहिँ के पर्थ्यो गाविस केमा पर्थ्यो त्यो गाविस एकतपा भन्थ्यो कि एकतपा सिकारी भन्थ्यौँ भनेपछि अहिले गाविस र अहिले यता फाकपोक थुम हुँदा के सजिलो भएको छ केही त सजिलो होला हुन्थ्यो एउटा त नानी। अहिले के पहिला होइन भनेको पहिला गाविस हुनु र अहिले त गाउँपालिका होइन। गाउँपालिका हुँदा के फरक छ भनेको नि अलिक केही सुविधा बढ्यो कि उस्तै छ कि उच्चको नानी अलिकति के हुन्छ भने नानी अहिले धेरै सक्ले जस्तो लाग्यो पानी बोके हिसाबले अलिअलि केही त सुविधा होला। ढाड भाँच्यो हुन्छ भन्छ नि अचेल दाजुहरूले आमा तिम्रो ढाड भाँचेको पानी गर भन्छ। पानी अब पानी लानु पर्यो ठुल्ठुलो गाग्रामा एउटा अन्त डब्बीमा लोभले अन्त खाने पानी बोक्यो त्यहाँ बिहान औँसी पनि घर लिप्नु अर्को भाँडामा त्यो चाहिँ खाने पानी घर लिप्ने पानी टिका लानु पर्ने
ए कति त्यो राणा दुःख गरेर पानी चाम नानी फेरि डेमाले नानी त्यो पानी ल्याउँदाखेरि अत्याधिक भरे पानी सकिँदैन भने पानी कहाँ पहिले उछिन पाछिन गर्थ्यो एउटा कुवा बन्ने थियो हजुर कति दुःखले पहिला छिटो जानुपर्ने आमा हुन्छ पहिला पाहुना आउने पानी सक्यो भने ऊ राको यति लामो मार्गबाट चिरन्छ सोचले त अहिले सुविधै लाग्यो नानी अहिले सुविधै छ अनि देमालाई चाहिँ तपाईँले 20 सालमा बिहे गर्नुभएको भन्नु होइन हजुर अनि देमासँग भेट कसरी भएको पहिला मागेर नि उल्टा मागे नानी मागेर रक्सी बोकेर गर पुगेछ आज पो आइजान्छ त्यो नानी 60 रुपियाँ किनेको 60 रुपियाँ 60 रुपियाँमा धेरै चिज हुन्छ होला नि त त्यति थुप्रो 60 रुपियाँ त्यतिलाई अघि भने नि अझै लाखको गोरु आउँथ्यो 1 लाख पर्ने हल गोरु आउँथ्यो हो 60 रुपियाँमा 60 रुपियाँमा तँलाई 60 रुपियाँ किनेर ल्याएको नि त नाथे 60 नाथे के भन्छ बेला बेला कुरो काटी हुँदा तर 60 रुपियाँमा पैसा दिनुपर्छ माग्नु जानु पर्यो रक्सी जर्नी बोकेर अनि कति दुःख पाइन्छ 14 सालको थियो नानी म त 20-21 वर्ष ऊ त 14 वर्ष मात्रै डेमा पुगेको थियो म 14 वर्ष 14 वर्ष पुगेको थियो है सानोमा बिहे गरेको ऊ 6 सालको रहेछ मेरो नागरिकता चाहिँ नानी के छ भने 1 सालको ल्याएको छ हो जन्मे त खासै 49 सालको हो म देमा भन्दा कति वर्ष जेठो त 9 वर्ष 10 वर्ष होला 7 वर्ष 6 वर्ष 7 वर्ष 7 वर्ष होला निनन्से र यता देमा 6 सालको होला 6 सालको 6 वर्ष होला 6 वर्ष तर दिवाने सगडा ध्यान थिएन म जाँदा त एक करो हेरिरह मलाई साह्रो मन पराएको भने आजकल केटाले लड्का हुन्छ 14 वर्ष 13 वर्षमा मन परेन भनेर सोध्यो हो को नै त्यतामा सालफा नै कोपाले त्यो सोध्यो सोध्दाखेरि वाको न वाको न गर्छ चाहिँ लाज होला भने है मरेर गएर पनि त्यो कुरा गरेको होइन ठीक छ भन्यो भन्दाखेरि मलाई सर देमा सानो हुनु त याद गर्नु भएन होइन याद गर्नु होइन भनेको त्यो कुरो बोलाएको सोधेको त्यहाँ होइन नानी मन परेन तिमीलाई भन्यो हो बोलिनौ नानी म हाँसेमा त बोलिन देवालाई पनि देमा मन पर्यो नि त त्यो बा शर्माउँछ बा के आउँछ भने मन पर्यो भनिन खोइ बोलाउँदा पनि ज्वाइँ बोलेन कस्तो दियो के दियो भनेर पछि कुराकानी भयो अरे भन्ने कथा गर्यो देवा नापेको सेन्छ ऊ गीत हेर्न जाने माग्ने एकचोटि गरेर दिएको नि पहिला देख्नु त भएको होला यसो पहिले नानी के भने नि यहाँ गाउँमा केटी माग्नु परे केटी माग्दाखेरि पहिले उनीहरू छोरीले दिए पो दिन्थ्यो त दिनु नमना पठायो अन्त पछाडि फेरि बोलाउनु थाल्यो म जान्न एकताल दिएन म जान्न भने हो भन्दाखेरि त्यहाँबाट त यहाँ साङपाईले भने हौ तपाईँको दमल मिल्ने त माथि डाँडा गरेको छोरी पो छ भन्यो है नानी डाँडा भने कहाँ हो माथि डाँडागारी माथि बिरासेको नातिनी कुब्री बाजेले उसले बिरासे भन्थ्यो अरे नानी बिरासेको नातिनी भने फला त्यहाँ झलक झुलुक दिएको थिएँ त्यही पो हो भने यसो विचार गरे है नानी यसो विचार गरे भरे जाँदा झलक्क कुखुरा तुन्दिरहेछ यही रहेछ भन्ने यही रहेछ छोड्दिनँ अब त भने अन्त बाबुले मन पर्यो भन्नु मन परेन भन्नु चुपलाई भन्नु मन पर्यो भन्नु भनेर घर पछाडि बोलाएर लगु मलाई नि पछाडि मति डाँडामा घर थियो नानी पहिला हो अन्त बुवाले त्यो कुरा पर्तिर थियो अब गोबर गोरी भन्थ्यो है नानी त्यहाँ गएर चाहिँ अन्त बुवाले सोध्यो होइन तँलाई कस्तो लाग्यो मन पऱ्यो मलाई त्यो भान्जी मन पऱ्यो कि अर्को मन पऱ्यो भने है दमलको थियो है त्यो गोरी भन्ने नि गोरी भन्ने दमलको थियो मलाई त गोरी त मन परेन त्यो अर्को मन पऱ्यो भने एउटा चाहिँ कस्तो छ सानो ढुङ्ग्री लगाएको त्यो भान्जी हो त्यो नलाएको चाहिँ छोरी है भनेर त्यो दोडामा कसलाई मन पऱ्यो भनेर मलाई त्यो ढुङ्ग्री त मन परेन त्यहाँ माग्नु नानी 20 साल 19 साल कि 20 साल 20 सालको है मागेर सट्टै माथि लेखाली पाउनु भन्थ्यो हो ओर खर्कामा चाहिँ बर व्यञ्जन भन्छ नानी थाहा छैन त्यो डाँडा आएको थियो हौ यति बेला चाहिँ
बरु भोलिपर्सि कता कता अब माग लागेर बरु भित्राउनु पर्छ लगेर भन्दा खिसिसी हाँसो बचाइ अनि त्यहाँ पछाडि फागुन बिहेको नानी फागुन बिहेको र अहिले राम्रै छ नानी राम्रो छ बुवा आमाको आशीर्वादले हो अहिलेसम्म राम्रो छ नानी अब पाकाउँदै गएपछि अहिले आँखामा तिरिमेरी हुन्छ नानी कान पनि अलिक सुन्दैन नानी हो अलिक बिस्तार बोल्दा डिया त सुन्ने नि त यहाँ अब म यहाँ टिपिसक्यो नि माथि त्यस्तो ए